हामी परमेश्वरको सन्तान बनौँ। यहाँ वचनले त्यही भन्दछ कि अनि वचन देहधारी हुनुभयो र अनुग्रह र सत्यताले पूर्ण भई हाम्रो बीचमा बास गर्नुभयो। अनि येशू ख्रीष्ट चाहिँ तपाईँ र मेरो लागि मानिस बन्नुभयो। अनि यहाँ वचनमा हामी हेर्ने हो भने चाहिँ उहाँ यो संसारमा आउनुभयो, उहाँले नै सबै थोकहरू सृष्टि गर्नुभयो। उहाँ आफ्नै मानिसहरू कहाँ आउनुभयो, तर आफ्नै मानिसहरूले उहाँलाई चिनेनन्। अनि धेरै मानिसहरूले चाहिँ उहाँलाई अस्वीकार गरे, उहाँलाई इन्कार गरे, उहाँलाई ग्रहण गरेनन्। तर 12 पदले के भनेको छ भनेदेखिलाई, तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे उहाँले तिनीहरूलाई परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो। आमेन। अनि हाम्रो उद्धार चाहिँ प्रियहरू जातबाट आउँदैन है। तपाईँहरू म कुन जातको हौँ भन्ने कुराले हाम्रो उद्धारलाई, हाम्रो पापको क्षमालाई, हामीले पाउने उद्धारलाई यसले चाहिँ डिटरमाइन गर्दैन। अथवा धर्म कर्मले, हामी असल काम गरेको कारणले गर्दा हाम्रो उद्धार सम्भव छैन। यो त विश्वासद्वारा र परमेश्वरको अनुग्रहले मात्रै सम्भव छ। प्रियहरू यहाँ भनेको छ कि जतिले उहाँलाई ग्रहण गरे अथवा जतिले येशूमाथि ग्रहण गरे र विश्वास गरे तिनीहरूलाई चाहिँ परमेश्वरले उहाँको सन्तान हुने अधिकार दिनुभएको छ। अनि हाम्रो उद्धार सम्भव चाहिँ केवल येशू ख्रीष्ट नै परमेश्वरको पुत्र हुनुहुन्छ भन्ने कुरामाथि विश्वास गरेर मात्रै, उहाँमा विश्वास गरेर मात्रै यो कुरा सम्भव छ। प्रियहरू कि तपाईँ र मेरो लागि परमेश्वरको पुत्र आफै मानव शरीरमा मनुष्य भएर यो संसारमा आउनुभयो। अनि जतिले उहाँलाई ग्रहण गरे उहाँले चाहिँ परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो।